नमस्कार, म उमापति पोखरेल, नायब महाप्रबन्धक, नेपाल लाइफ इन्स्योरेन्स। आज म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा ल्याएको नेपाल लाइफ अनमोल जीवन बिमा योजनाको बारेमा जानकारी दिन गइरहेको छु। भनिन्छ मानव जीवन अनमोल छ, तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरू जोखिमले भरिएको कुरालाई नकार्न सकिँदैन। यस्तो जोखिम मानिसको जीवनमा बाँचुन्जेल नै रहिरहन्छ। तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले स्वावधिक र आजीवनको विशेषता भएको नेपाल लाइफ अनमोल जीवन बिमा योजना बजारमा ल्याएको छ। बिमा अवधि भुक्तानी पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले वहन गर्ने जोखिम अन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु नै यो जीवन बिमा योजनाको मुख्य विशेषता हो। यसका विशेषताहरू: यो जीवन बिमा लिनको लागि प्रवेश उमेर 18 वर्षदेखि 65 वर्षसम्मको हुनेछ। बिमा अवधि न्यूनतम 5 वर्षदेखि अधिकतम 50 वर्षको हुनेछ। बिमा समाप्ति अधिकतम उमेर 70 वर्ष हुनेछ। बिमा शुल्क भुक्तानी तरिका वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक हुनेछ। न्यूनतम बिमाको रकम रु 25,000 सम्मको लिन सकिने र अधिकतम बिमाको रकम आयस्रोतको आधारमा जति रकम पनि लिन सकिनेछ। यस योजनामा समावेश भएका सुविधाहरू: बिमा शुल्क तिर्ने तरिका अनुसार छुट तथा थप शुल्कको व्यवस्था गरिएको छ। वार्षिक तिरेमा 1% छुट, अर्धवार्षिकमा छुट छैन, त्रैमासिक बिमा शुल्क तिरेमा 3% थप र मासिक बिमा शुल्क तिरेमा 6% थप लाग्नेछ। ऋण तथा समर्पण सुविधा: वार्षिक 3 किस्ता बिमा शुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट 3 वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ। समर्पण मूल्य प्राप्त भएको बिमा लेखमा समर्पण मूल्यको 90% सम्म कर्जा प्राप्त गर्न सकिनेछ। बिमा लेखको बिमा अवधि समाप्ति म्याचुरिटी पश्चात पनि जोखिम वहन गरिरहने, तर बिमितले चाहेमा पूर्ण अवधि भुक्तानी म्याचुरिटी भएको 5 वर्ष पुरा भइसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिनेछ। यसको साथै बिमितले इच्छा अनुसार अग्रिम भुक्तानीको रूपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ। यसको लागि बिमितले बिमा सुरु गर्दाको समयमा नै कुन तरिकाको सर्भाइभल बेनिफिट लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ। बिमा लेखको अवधि समाप्ति म्याचुरिटी पश्चातको समर्पण गणना गर्दा सुरुमा नै उल्लेख गरेको सर्भाइभल बेनिफिट लिने तरिकालाई आधार मानी समर्पण मूल्य गणना गरिनेछ, तर यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन। बिमा अवधि समाप्ति म्याचुरिटी पश्चातको समर्पण तथा सर्भाइभल बेनिफिट सुविधा लिनको लागि म्याचुरिटीसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्नेछ। दुर्घटना मृत्यु लाभ सुविधा एक्सिडेन्टल डेथ बेनिफिट: 18 वर्षदेखिका बिमितले अतिरिक्त बिमा शुल्क तिरेर बिमाको रकम बराबर अधिकतम रु 1 करोड सम्मको दुर्घटना मृत्यु लाभ एडीबी सुविधा लिन सक्नेछन्। बिमा शुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा पीटीडी एन्ड पीडब्ल्यू सुविधा: 18 वर्षदेखिका बिमितले अतिरिक्त बिमा शुल्क तिरेर बिमाको रकम बराबर अधिकतम रु 1 करोड सम्मको बिमा शुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा पनि यो बिमा योजनामा लिन सक्नेछन्। घातक रोग सुविधा क्रिटिकल इलनेस राइडर: 18 वर्षदेखिका बिमितले अतिरिक्त बिमा शुल्क तिरेर बिमाको रकम बराबर अधिकतम रु 50 लाख सम्मको घातक रोग सुविधा लिन सक्ने छन्। बिमाको रकम भुक्तानी पाउने अवस्था: पूर्ण अवधि भुक्तानी म्याचुरिटी बेनिफिट: बिमा अवधि भर बिमा गरेको व्यक्ति जीवित रहेको खण्डमा बिमाको समाप्ति पश्चात बिमित स्वयंले नै बिमाको रकम र समानुपातिक बोनस एकमुष्ट प्राप्त गर्न सक्नेछ। आंशिक अवधि भुक्तानी:
सर्भाइभल बेनिफिट। सबै किस्ता बिमा शुल्क भुक्तानी गरेको बिमा लेखमा बिमा अवधि समाप्ति पश्चात बिमित जीवित रहेमा उल्लेख गरे अनुसारको प्रतिशतमा बिमितले छनौट गरे बमोजिमको बिमाङ्क रकम पुनः प्रदान गरिनेछ, जसको लागि बिमा सुरु गर्दाको समयमा नै बिमा अवधि समाप्ति पश्चात कुन तरिकाको बिमाङ्क लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ। बिमितको उमेर 75 वर्ष पुगेपछि बिमाङ्क रकमको 60% भुक्तानी गरिने र बिमा लेखको अन्त्य हुने। बिमितको उमेर 80 वर्ष पुगेपछि बिमाङ्क रकमको 80% भुक्तानी गरिने र बिमा लेख अन्त्य हुने। बिमितको उमेर 85 वर्ष पुगेपछि बिमा रकमको 100% भुक्तानी गरिने र बिमा लेख अन्त्य हुने। यदि बिमा शुल्क भुक्तानी अवधि समाप्ति पश्चात बिमितले आफूले उल्लेख गरेको आंशिक अवधि भुक्तानी सर्भाइभल बेनिफिट उपभोग गर्नु अगावै बिमितको मृत्यु भएमा पुनः पुरा बिमाङ्क रकम प्रदान गरिनेछ। मृत्यु दाबी भुक्तानी डेथ क्लेम बेनिफिट। बिमा लेख चालु रही बिमा अवधि समाप्ति भित्र जुनसुकै कारणबाट बिमा लेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक बिमितको मृत्यु भएमा बिमाङ्क रकम प्लस अर्जित बोनस एकमुष्ट भुक्तानी दिइनेछ। सबै किस्ता बिमा शुल्क भुक्तानी गरेको बिमा लेखमा बिमा अवधि समाप्ति पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र जीवित लाभ सर्भाइभल बेनिफिट रकम लिनुभन्दा अगाडि जुनसुकै समयमा बिमितको मृत्यु भएमा पुनः बिमाङ्क बराबरको रकम प्रदान गरिनेछ। यो बिमा लेखमा बिमा अवधि समाप्ति पश्चात एडीबी, पीटीडी, पीडब्ल्यूबी र क्रिटिकल इलनेस सुविधा दिइने छैन। यो बिमा योजनामा बिमा चालु रहिरहेको अवस्थामा यदि बिमा गरेको व्यक्तिको दुर्घटनाको कारणबाट मृत्यु हुन्छ भने इच्छाएको कानुनी हकवालाले बढीमा 1 करोडसम्मको अतिरिक्त एडीबी सुविधा प्लस बिमाङ्क रकम र बोनस एकमुष्ट प्राप्त गर्न सक्नेछ। यदि दुर्घटना, मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा एडीबी, एक्सिडेन्टल डेथ बेनिफिट, पर्मानेन्ट टोटल डिसेबल, पीडब्ल्यूबी, प्रिमियम वेयर बेनिफिट लिएको बिमा लेख चालु रही बिमा अवधि समाप्ति भित्र बिमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बिमा शुल्क भुक्तानी छुट दिइनुको साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक 120 समान किस्तामा अपाङ्ग अशक्त बिमितलाई भुक्तानी गरिनेछ। सबै किस्ता बिमा शुल्क भुक्तानी नगरेको बिमा लेख म्याचुरिटी भएमा बिमा अवधि समाप्ति पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना बापतको रकम प्रदान गरिने छैन। मानिसको जीवन अनमोल छ। यो अनमोल जीवनमा हरेक पलपलमा जोखिमहरू आई नै रहन्छ। ती जोखिमहरूलाई न्यूनीकरण गर्नको लागि बिमा गर्नुपर्ने अवस्था हुन्छ र यो नेपाल लाइफ अनमोल जीवन बिमा योजनाले विशेष गरी बिमा अवधि समाप्ति पश्चात बिमित स्वयंले नै बिमाङ्क रकम र बोनस प्राप्त गर्नु, तत्पश्चात पनि लगातार जोखिम वहन भइ नै रहनु, बिमाको समाप्ति पश्चात बिमितले आफ्नो इच्छा अनुसार बिमा समाप्तिको 5 वर्षपछि सरेन्डर मूल्य लिएर जान पनि सकिनु र बिमा चालु गर्दा सर्भाइभल बेनिफिट सुविधा यदि पहिले उल्लेख गरेको छ भने सोही अनुसार सर्भाइभल बेनिफिट लिई सुविधा अगाडि बढाउन पनि सकिने भएको हुनाले नेपाल लाइफ अनमोल जीवन बिमा योजना निकै आकर्षक भएको यहाँहरूलाई जानकारी गराउँछु। धन्यवाद, नमस्कार। यस जीवन बिमा योजनामा सरिक हुन आजै नेपाल लाइफका आदरणीय अभिकर्ताहरू तथा नेपाल लाइफका शाखा तथा उपशाखा कार्यालयहरूमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ।